नेपाल र नेपालीहरूको नयाँ वर्ष 2083 सालको सबैमा शुभकामना। नयाँ वर्ष आउने साथसाथै नेपालको भक्तपुर लगायत विभिन्न ठाउँहरूमा मनाइने बिस्केट जात्रा हेर्दै मैले न्यू इयर वेलकम गरेँ। बिस्केट जात्रामा वैशाख 1 गते भन्दा 4 दिन अगाडि रथ तानिन्छ, जुन रथको भित्र भैरवनाथको मूर्ति राखिएको हुन्छ भने बाहिरपट्टि बेताल भैरवलाई बाँधिएर अगाडिपट्टि राखिएको हुन्छ। त्यस रथ तानिने बेला भगवान भैरवनाथसँगै 2-3 पुजारी रहनुपर्ने हुन्छ। तानेको 3 दिनपछि चाहिँ यो सिन्धो उठाइन्छ, जुन दिनमा चाहिँ पहिलो उठाइने नाक भएको र 2टा हातमा भएको हुन्छ भने बेलुका उठाइने 2टा हात भएको तर नाक नभएको हुन्छ। दुईजना भगवानको एकअर्कासँग झगडा भएको कारणले एकजनाले नाक काटिदिन्छ भने अर्कोले चाहिँ 2टा हात काटिदिएको हुन्छ। त्यस दिन उठाइनेले सिन्धोको बिहानको नाक भएको हुन्छ भने बेलुका उठाइनेको 2टा हात भएको हुन्छ। त्यही बेला सिन्धो उठाएको हेर्नका लागि सयौंजना मान्छेहरू भेला भएर हेरिरहेका हुन्छन्। त्यस बेला भैरवनाथको मूर्ति रहेको रथलाई त्यही स्थानमा राखिन्छ जुन स्थानमा उहाँको घाँटीदेखि तलको भाग दबिएको थियो र आस्था अनुसार उहाँले त्यहाँबाट जात्रा हेरिरहनु भएको भन्ने बुझिन्छ। साथै सिन्धो उठाइरहेको बेला त्यही स्थानमा चिउरा कुट्ने कार्य पनि भइरहन्छ। यहाँ नेपालमा कुटिरहेको समय उता इन्डियाको काशी भन्ने ठाउँमा पनि कुटेको आवाज आउँछ भन्ने भनाइ छ। यसै गरी यो सिन्धो उठाइरहँदा एक साइडबाट डोरीले तानिरहेको हुन्छ भने अपोजिट साइडमा सपोर्ट दिनका लागि कलासी राखिएको हुन्छ र त्यसैको हेल्पले यो सिन्धोलाई सिधा उभाउन सफल भइन्छ। न्यू इयरलाई वेलकम गर्नका लागि न्यू इयरको अघिल्लो दिन यो सिन्धो उठाइन्छ भने न्यू इयरकै दिन चाहिँ यही यो सिन्धोलाई ढलाइने गरिन्छ। यो सिन्धोलाई सिधा उभाउन सफल भइसकेपछि रथलाई त्यही स्थानको नजिक लगेर राखिन्छ। हामीले यो सब हेरिसकेपछि 5 तले मन्दिर जाने निर्णय गर्यौं र 5 तले मन्दिरमा चाहिँ ठ्याक्कै 12 बजे फायरवर्क्स हुन्छ न्यू इयर वेलकम गर्नको लागि भन्ने सुनेको कारणले हामी त्यही हेर्न पुगेको थियौं। र अर्को दिन 2083 सालको वैशाख 1 गते हिजो उठाइएको यो सिन्धोलाई आज बेलुका साँझको समयमा ढालियो। त्यसपछि भैरवनाथको मूर्ति रहेको रथलाई उहाँको मन्दिरसम्म पुर्याइयो जहाँ भैरवनाथको मूर्ति राखिने गरिन्छ। त्यसै गरी मैले यो पालिको नयाँ वर्ष मामा घरमा बसेर बिस्केट जात्रा हेर्दै रमाउँदै वेलकम गरेँ। बिस्केट जात्रामा नेपाली मान्छेहरूले मात्र नभएर टुरिस्टहरूले पनि यत्तिकै नै इन्जोय गरेका थिए। यसै गरी यस भिडियो हेर्दै जाँदा हजुरहरूलाई पनि राम्रो लाग्यो भन्ने आशा गरेको छु। यस भिडियोमा मलाई जतिसम्म थाहा थियो मैले त्यति नै इन्फर्मेसन दिए बिस्केट जात्राको बारेमा र यदि केही गलत भनेछु भने मलाई माफी दिनुहोला। Thank you for watching and happy new year 2083 to everyone. I hope you also enjoyed a lot and I wish for everyone's happiness and success in life.